माथि सामानको شايف عصافير ودماغي بتعمل वेलकम बैक टू माई न्यू ब्लग। सो आजको ब्लगमा चाहिँ तपाईँलाई स्वागत छ। जस्ट अझै चाहिँ मैले के गर्न आँटेको भने हाम्रो घरको रुम चाहिँ टोटली मैले चेन्ज गरिदिएको। अस्तिसम्म हिजो लास्ट ब्लगसम्म चाहिँ मेरो ओछ्यान ओभर फोहोर देखिरहेको छ, तर त्यो फोहोर चाहिँ हाम्रो मम्मीले पनि देखेछ ब्लग, अनि हाम्रो मम्मीले चाहिँ टोटली सफा गरिदिनु भयो। धेरै सामानहरू थियो अनि बेडहरू पनि थियो होइन बस्नको लागि, तर अब सबै हटाएर चाहिँ एउटा मात्र बेड राखेको सुत्नको लागि, अनि खानको लागि चक्लेट छँदैछ त्यहाँ, अनि एउटा कपडा लगाउनको लागि अहिले लगाएर यो जान्छु म कलेज होइन। सबै हटाइसकेपछि अब मच्छरहरू पनि आउँदैन त्यस पछाडि। छिमेकीले बोलाउँ कि छिमेकीहरू छ त्यहाँ। गेमहरू चलिरहेको छ। यो चाहिँ मेरो प्रोमो कोड हो, कमेन्ट पिन गरेर रेजिस्टर गरेर खेल्नु भने तपाईँले चाहिँ 150% चाहिँ तपाईँले बोनस पाउनु सक्नुहुनेछ। गुड मर्निङ। जस्ट छिमेकीसम्म कुरा गरिसकेँ। अब मेरो कपडाहरू चाहिँ यतातिर मैले कुर्सीमा राखिरहेको छु। अब यो लगाएर चाहिँ म निस्किनु पर्ने हुन्छ कलेज। सो फाइनली जस्ट म रेडी पनि भइसकेँ नरिवलको कपडा लगाएर, किनकि हामीले चाहिँ अहिले चाहिँ कलेजमा चाहिँ के गर्नुपर्छ भने हामीले चाहिँ लगाउनु पर्दैन, केही पनि लगाउनु पर्दैन। हामीले कपडाहरू लगाउँदा पनि भयो नलगाउँदा पनि भयो। हाम्रो कलेजहरू त एकदम फ्री छ होइन, त्यही भएर त्यो लास्ट इयरको अब धेरै पनि बाँकी छैन जानको लागि। अब केही टाइमसम्म चाहिँ अब यही कपडा नरिवलको कपडा लगाउने, पानको कपडा लगाउने, बेलोरीको कपडा लगाएर पनि एक दिन जानु मन लागिरहेछ। सो यस्तै नै गर्नुपर्ने छ। अब चाहिँ हामी के गर्न आँटेको भने निस्किन आँटेको। अरू साथीहरू चाहिँ गइसक्यो, मलाई चाहिँ फोन गर्दै थियो, म सुतेको कारणले मलाई छोडेर गयो तिनीहरूले, म तिनीहरूलाई कुट्छु गएर। सो भाइ पनि उठिसक्यो अहिले भर्खर मैले यसलाई उठाएको, अनि अब जाने हो कलेज त पनि जाने। त क्याम्पस किन नआएको त? आज क्याम्पस आज 12 टेस्ट चलिरहेछ के? क्यारे यता फर्केर बोल। 12 टेस्ट चलिरहेछ। पक्का हो नि? फेरि ढाँटेर पनि कहिले काहीँ चाहिँ कस्तो गर्छ भने ढिलो उठ्छ, कलेज जानु मन लाग्दैन अरे के भन्दैछ र। घरमा त लाटा काँडा गोबार छ होइन, उनीहरूलाई थाहै पाउँदैन, उल्लु बनाइदिन्छु भनेर तैँले त्यस्तो त गरेको होइन नि? त्यस्तो गर्छु, मेरो दाइ नै ब्याचलर पुगिसक्यो, मास्टर हान्नु लागिसकेको मान्छेलाई म कहीँ ठग्नु सक्छु? अनि त्यो भनेपछि यसले मेरो अलिक तारिफ गऱ्यो, अब ठगे पनि केही भन्दैन म होइन। नत्र हुन्छ नि त अलिकति आफू जतिको चलाक कसरी पनि लाग्दैन नि, तर यिनीहरू भन्दा चलाक त हामी छौँ नि त होइन। हामीभन्दा पनि अरू कोही चलाक हुनसक्छ भन्ने कुरा पनि थाहा पाउनुपर्छ होइन। हामीलाई पनि सानोमा त्यस्तै लाग्थ्यो क्या, म जतिको चलाक त कोही पनि छैन भन्ने जस्तो लाग्छ। यो आमा यो मेवा किन यत्रो ढाल्नु भएको दादी? खान सकेन अरे तपाईँहरूले? खान सकेन भने त हामीलाई दिएको भए हामी खाइदिइहाल्थ्यौँ नि। फोटो एकदम देखेको जता पनि मेरो छोरीको घरमा त एक दिन मलाई पनि बनाइदिनु नि त्यस्तो नाचेर। हो र हुन्छ हुन्छ ल। ए तपाईँ हाम्रो हुन्छ हुन्छ तपाईँ घरमा त्यो पूजा भएको बेला बोलाउनु न मलाई। ए मनदीपे ल। ए ठगेछ ठगेछ। के भनेछ यो के अरे अहिलेसम्म के अरे सस्तो अलिक के अरे थोरै 30 रुपियाँ कममा एउटा उयो सिमेन्टी आउँछ भनेको रहेछ होइन। जिन्दगीमा अहिले नसुनेको सिमेन्टी दिएछ। छोड्दे अब एकछिन पछाडि हामीलाई चाहिँ अब दादीले कुनै बेला चाहिँ हामीलाई चाहिँ बोलायो भने चाहिँ हामी चाहिँ यहाँ जानुपर्ने छ है। त्यो छरछिमेकीको घरमा नरिवलहरू झऱ्यो भने पनि हामीलाई बोलाउँदा हुन्छ। अनि अब चाहिँ हामीले के गर्न आँटेको भने यहाँबाट चाहिँ हामीले चाहिँ कलेजतिर निस्किन आँटेको, गेट पनि आइसक्यो, एन्ट्री मार्न आँटिसक्यौँ हामीले। अब यहाँ भित्र गएर चाहिँ हामीले के गर्छौँ भने अब कलेजमा जाने, खेल्ने, कुद्ने। अब क्लाससम्म एक क्लास चाहिँ पढ्दिने। त के गर्छ त्यो क्लास पढ? तपाईँले पढ्छ? बल खेल्छु बाहिर। बाहिर बल खेल्छ, यसको साथीहरू पनि टन्न हुन्छ नि त त्यहाँ। तैँले फेरि त्यहाँ साला अनि उहरूलाई पनि मन लाग्छ फेरि आफूभन्दा यो यिनीहरू क्या अहिले भर्खर 16-17 वर्षको चल्ला हो नि त। अस्ति मैले यस्तो हेर्थेँ आफूभन्दा जेठोलाई तिमी दोस्त पाठ मासल्ला मान्छेहरूलाई त्यसरी भन्नु पर्दैन, संस्कारले बोल्नुपर्छ। कसरी हजुर दादा एक क्लास सिनियर भयो भने के गर्नुपर्छ अरे? हजुरको नाम के होला प्लिज मलाई बल पास गर्नुहोस् न। त्यसरी होइन गरिसियोस् न, गरिसियोस् दाजु दिदी भनेर सम्मान गर्नुपर्छ क्या, सम्मान होइन। यसले सम्मान गर्दैन मान्छेहरूलाई टक्क बनाएर होइन होइन त्यो हो कुरा। म भन्दा सानो सानो तिनीहरूले मलाई ठुलो देख्दो रहेछ के, मलाई साथी भन्छ। तँलाई साथी भन्छ? त्यही पनि साथी नबन्नु दादा, तपाईँ मेरो दादा हुनुहुन्छ, 1 वर्षले मभन्दा जेठको हो भनेर तैँले त्यसो ब्याचलर पढ्नेले मलाई, म पनि ब्याचलरकै स्टुडेन्ट, तिनीहरूलाई म तिनीहरूभन्दा सिनियर लाग्दो रहेछ। तँलाई फेरि यसलाई अहिले त फुच्चाफुच्चीहरूलाई भाइ भन्यो भने फेरि कसलाई भाइ भनेस् मागसम होइन। उमेरले तसँग जेठोला तर तँलाई म पछार्न सक्छु भन्नेहरू पनि
स्टुडेन्टहरू आउँछ नि त त्यो हुन कारणले पनि तँलाई त्यो नभन्नु सक्छ त्यसैले आफूले चाहिँ जहिले पनि इज्जत दिने हो अनि इज्जत लिने हो त्यही त होइन त्यो इज्जत दिने हो इज्जतदार मान्छे हुने हो हामी इज्जत कमाउने हो हामीले सो हामी चाहिँ अहिले के गरिसक्यौँ भने हामी चाहिँ कलेज आइसक्यौँ कलेजमा चाहिँ हाम्रो सर पनि आउनुभएको थियो अनि वेट गऱ्यो अनि यो दोस्त ढिलो आएर चाहिँ अनि सर चाहिँ जानुभयो अनि हामीले चाहिँ के गर्यौँ भने अहिले चाहिँ हामीले यतिको बसिरहेको छौँ ऊ चाहिँ ड्रेसमा आएको रहेछ म पनि भोलिदेखि ड्रेसमा आउनुपर्ने हो के बनाएको यो तिमीले चाहिँ यसलाई चाहिँ के भन्छ अरे यसलाई चाहिँ मेटेरियल्स बनाउनु पर्ने हुन्छ मैले पनि बनाउनु पर्ने छ तर मैले चाहिँ केही पनि बनाएको छैन यिनीहरूकै साडी हाल्छु म मलाई बनाउनु सहयोग गर्नुपर्छ तिमीले ल आज त कोही पनि स्टुडेन्ट आएन छ आज त म खुसी सुती पैसा कमाउनु पाइहाल्छु म आज त्यही त हुन्छ 2 मिनट यहाँ बस्छु अनि आज त कोही विद्यार्थी नै आएन छ तर म आएँ मेरो टाइमको त मलाई पैसा चाहियो आज त अनि सरहरू चाहिँ अनि कोही स्टुडेन्ट आएन पढाउनु पाइनँ भनेर भन्दै होला अनि मनमा चाहिँ के भन्छ सरहरू आज हाम्रो काम नगरिकन हाम्रो मेवा पाकिहाल्यो कलेजदेखि चाहिँ म जस्ट आइसकेँ किनकि हाम्रो मम्मी पछाडिबाट चाहिँ के टुकुल हेरेको हो मम्मी के टुकुल ए तपाईँलाई त मैले ल्याइदिएको छैन यो चाहिँ मैले भाइलाई लिएर आइदिएको मतलब मेरो पहिलेको मोबाइल थियो क्या अनि त्यसको चाहिँ स्क्रिनहरू बिग्रेको थियो अनि नराम्रो चाहिँ थियो होइन त्यसलाई मैले चाहिँ ल्याइदिरहेको छु मैले घरमा अनि त्यसले यति दिँदा पनि खुसी भइहाल्छ नि होइन र किनकि अब मेरो पहिलेको फोन छ नि त यो चाहिँ मेरो फोन भयो त्यो चकाचक छ बवाल फोन होइन यसलाई चाहिँ यस्तो गरेर मेटौँ के यो पनि बवाली फोन हो नि त 14 Pro Max हो नि त यो पनि एकदम राम्रो खालको मैले चाहिँ यसलाई चाहिँ के गर्दा सेल गरेर चाहिँ अर्को लिन आँटेको थिएँ तर फेरि यही बवाल लाग्यो मलाई आफै किनकि मैले चलाइरहेको अनि मलाई माया लाग्यो अनि त्यो गरेर के गरेँ भने यो मैसँग होस् भनेर चाहिँ मैले सम्झेँ यसलाई चाहिँ मैले यो चाहिँ त्यसको आइफोनको प्याकेट हो अनि त्यसलाई चाहिँ मैले दिँदाखेरि यसरी दिनुपर्छ यसरी तर त्यसलाई मैले बोलाएको त्यसले त सुनेन जस्तो छ त्यसलाई त म थर्काउनु पर्यो यसरी बोलाउने नि त आज त अब त्यसले मैले मोबाइल ल्याएको छ भन्ने थाहा पाउने बित्तिकै खुट्टा चाट्नु सुरु गरिहाल्छ त्यसले अब के छ तेरो हालको ए के गरेको यसले मेरो यो आज त के हो यसले त के हो मेरो त्यहाँ खुट्टा मालिस गर्न सुरु गरिसक्यो त पक यो भएन यो हाम्रो कुर्सी छ नि त्यहाँ कुर्सी मालिस मुन्टो मरिदिस् भने त त्यसको लकै तँलाई थाहा हुँदैन नि त तैँले किन यत्रो सेवा गरेको मलाई भन दाजुको माया लागेर ए मेरो दाजुको माया लागेर ल म गएँ अब त्यसमा हिँडेँ किने म सामानको आम्बा खाने ल हिँडेँ बचाऊ मम्मी घर लडाउन आँटेको होइन के छ अरे कलुवा बुडुङ मजा आयो एकछिनमा पनि सताउनु मलाई मजा आइसक्यो के छ त तेरो हालखबर भन्न त कहाँ हिँडेको मलाई त्यसो भए उहाँ परसम्म बोकेर लिएर आइज लग आइफोन पाउनुको लागि तैँले यही हो तेरो आइफोन त्यो पनि ब्रान्डेड सेकेन्ड ह्यान्ड मैले चलाएको हो क्या अरू कसैले पनि चलाएको तर तँलाई बट्टामा दिएको ठिक छ नि ल अहिले चाहिँ के हुन्छ मलाई उता बोकेर बिस्तारै बिस्तारै ड्याडीको बाइक उता बस यही छ भयो ल ड्याडीको बाइक त यहाँ रहेछ चाबी खोइ त चास खेल्दै होला माग ल्याएर नि चाबी एकछिन बाइक लिएर जान्छ भनेर ड्याडीको बाइक चाहिँ एकछिन चलाउनु पर्यो अनि देख्यो होइन हामीले चाहिँ हाम्रो ड्याडीको लागि चाहिँ हामीले चाहिँ ड्याडीको बाइक चाहिँ म चलाउनु पर्यो भनेर माग्न गएको हामीलाई के भन्नु भयो ड्याडीले इग्नोर के भन्ने हो त्यहाँ यस्तो गरेर बस्थ्यो भने के गरेर त कस्तो अरे हो त्यस्तो गरेर मतलब बुझ्नु भने त तास खेलिराख्नु भएको रहेछ हाम्रो ड्याडीहरू चाहिँ ए म हिँड्नु म खुट्टाले हिँड्नु म अनि ए भनेपछि खुट्टाले हिँड्नु रे म होइन म बोकिहाल्छु के छ हौ केटाकेटी हो तेरो एनर्जी आइसक्यो होला ला तेरो एनर्जी यो मलाई बोक्नुमा खुसी छ क्या मम्मी पक
नाच नाच्नु ए आन्टीलाई चाउमिन खान दिएन चाउमिन खान दिए आन्टी चाउमिन खान आँट्नु भएको छ होइन आन्टीलाई त नचाहेर हुन्छ ल तपाईँको छोराले किनिदिएको काले आएर किनिदिएर गयो ठिक छ त सो अहिले चाहिँ के भइसक्यो भने हाम्रो रात पनि परिसकेको छ अनि अहिले मैले नभन्दा भन्दै एक दिनको ग्यापमा गर्दा गर्दै पनि मेरो डेली भ्लगै भइरहेको रहेछ किनकि स्टकहरू धेरै बाँकी थियो पहिलेको पुरानो भ्लगहरू पनि बाँकी छ नि त सो अनि अहिले चाहिँ एउटा रेगुलर बेसिसमा चाहिँ म आइपुगेँ होइन सो फाइनली आजको भ्लग चाहिँ त्यतिर व्यवस्था गरिदिन्छु तपाईँलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला अनि लामो भ्लग चाहिएको तपाईँलाई छोटो भ्लग चाहियो त्यो पनि मलाई भन्नु होला है सो म हेर्छु चेक गर्छु कि अब सर्ट भ्लग हाल्दाखेरि ठिक हुन्छ कि होइन सर्ट लाइक 8 मिनट 10 मिनट या 20 मिनट 50 मिनट सो आफ्नो प्रतिक्रिया दिनु होला थ्याङ्क्स फर वाचिङ नेक्स्ट भ्लगमा भेट्नु होला बाई गाइज